हाई गाइज म चाहिँ कोरिया आएको लगभग 1.5 वर्ष जति भयो र आज धेरै समयपछि गाउँको साथीसँग कुरा भयो। साथीले भन्दै थियो, "के छ तेरो कोरियामा कमाइ?" भनेर भन्यो। मैले ठिक छ यार, अब काम गरेको अनुसार तलब आइरहेको छ, राम्रै छ भनेर भने। अनि साथी, "ए हो र? त्यसो त म पनि कोरिया आउँछु होला यार।" अरे कति सजिलो छ यार। साथी, के तैँले मैले आइप्याड किनेको देखेर कोरिया आउनु मन लाग्यो? कि मसँग महँगो महँगो घडी छ त्यो देखेर आउन मन लाग्यो? कि मैले आएको 1 वर्षभित्रमा काठमाडौँमा जग्गा किने त्यो देखेर तँलाई आउन मन लाग्यो? कि म हप्तै पछि थाई मसाज कोरियन मसाज जान्छु कि त्यो देखेर तँलाई कोरिया आउन मन लाग्यो? त्यस्तो नसोच साथी। वर्षैपछि वैदेशिक रोजगारमा आएर मान्छेहरू कति धनी भइरहेका छन् तँलाई थाहा छ? म चाहन्न कि तँ पनि म जस्तो धनी होस् भनेर। नेपालमै बस साथी। नेपाल आमालाई तँ जस्तो गरिब साथीको धेरै आवश्यकता छ, त नेपालमै बस साथी।